वास्तवमा हामीले 3टा सुकुम्बासी बस्तीहरू विगतमा जहाँ चाहिँ बाढी आउने हामीले चाहिँ देखिरहेका छौँ। विपद भएपछि बाढी आउने र बाढी आएपछि आफ्नो सर सामान सबै छोडेर चाहिँ ज्यान बचाउन भाग्नुपर्ने अवस्था यसभन्दा अगाडि विभिन्न वर्षमा आएका थिए। अब पनि बर्खा लाग्ने समय आउँदैछ। हामीले पहिलो कुरा त जबरजस्ती प्रहरीको बल प्रयोग गरेर डोजर लाउने त्यो योजना छैन। हामीले चाहिँ उहाँहरूलाई रिक्वेस्ट गरेर उहाँहरूलाई चाहिँ सेफ ठाउँमा चाहिँ त्यताबाट सार्नको लागि सरकारले चाहिँ अगाडि बढाइरहेको हो। र हामीले यसभन्दा अगाडि पनि हेर्दाखेरि विपद आउँछ भनेर हामीलाई पहिलादेखि नै थाहा छ, तर पूर्व तयारी हाम्रो कहिले पनि हुँदैन। हामीले एक किसिमको यो अहिलेको स्थानान्तरण भनेको चाहिँ त्यसको लागि पूर्व तयारीको विषयको लागि चाहिँ उहाँहरूलाई नै अलिकति सेफ होस् भनेर हामीले त्यहाँबाट स्थानान्तरण मात्र गर्न खोजेका हौँ। आजको दिनसम्म सुकुम्बासी बस्तीमा धेरै राजनीतिहरू हुँदै गयो। हामी त्यो राजनीति गर्ने पक्षमा छैनौँ। उहाँहरूकोलाई चाहिँ कसरी हामीले चाहिँ सेफली स्थानान्तरण गर्न सक्छौँ त्यो विषयमा हामी एकदमै संवेदनशील छौँ। र अहिले जुन बस्तीहरूमा चाहिँ हामीले स्थानान्तरणको लागि कदम चालिरहेका छौँ, त्योभन्दा बाहेक पनि नेपालका धेरै ठाउँहरूमा सुकुम्बासी बस्तीहरू छन्। हामी सबै सुकुम्बासी बस्तीहरूको चाहिँ दीर्घकालीन समस्याको समाधानको लागि सरकार अघि बढेको छ। त्यो दीर्घकालीन समाधान हुन्छ पनि। अहिलेको लागि चाहिँ यो टेम्पोररी भनेको अहिलेको लागि अब बाढी आउँदैछ, त्यसको लागि उहाँहरूको सेफ हुनुहोस् भनेर चाहिँ हामीले स्थानान्तरण मात्र गरेको अहिलेको लागि। अहिलेलाई सेफ सेफमा सरकारी कतै बस्न मिल्ने ठाउँमा उहाँलाई हामी सेफली नै लान्छौँ। मैले त्यहाँ गएर अब सक्कली सुकुम्बासीहरूको पहिचान पनि त्यताबाट पनि हुन्छ। हामी जबरजस्ती गर्दैन, जबरजस्ती प्रहरी लगाएर बल प्रयोग गर्ने भन्ने अहिलेसम्म योजना छैन। र कसले गरेको भन्दाखेरि यस्तो कामहरू एउटा पक्षबाट मात्र हुँदैन। नेपाल सरकारको पनि यसमा हामी सहकार्यमै हुनुहुन्छ। विभिन्न मन्त्रालयमा सिडिओसँग पनि सहकार्य भइरहेछ, काठमाडौँ महानगरपालिकासँग सहकार्य भइरहेको छ। सबैजना भएर सुकुम्बासी बस्तीमा रहनु भएकोलाई हामीले चाहिँ स्थानान्तरण गर्ने एउटा कुरा